एकदम रेडी कुल्ली छिटी भन्थे च्यालेन्ज चपस्टिक पुरो चाम्ना पनि गरियो पाकडै हाले सुक्ता हाम्रो केही छैन त्यो के हाले खुर्सानी जान्छ के पिरो खाएन दाइ पाकडै हाले कि पिरो खानु घाला पनि दुई डेरा हाल्यो अनि तिनवटा हाल्ने होला थियो अझै एकदम खुर्सानी पिरो त हाल्नुपर्छ अलिक कमसे कम हुन्छ नि अलिकति दाइको इमेज राख्नु बोला न खाने त ठुलो भाग्य चाहिँ यतै छ फेरि यसो कुरा ताने हो मैले मारेँ तिमीलाई कुरा ताने हो मैले माने मैले चपस्टिकै खाएर आएर थिएँ उल्टो समाज टक्सिक मान्छे चौकी सामान बिल हेर यसो हेर सिङ्गे खाएको एउटा बाँधेर काँचो हुन्छ नि कसै खाँदैन नि जस्ता पनि मान्छे जस्तै मान्छे भन्ने मान्छे चिसो खाएर हाम्रो मान्छेहरू तिमी पनि पस्नु पऱ्यो त यसले मैले किन भविष्य देखिरहेन राम्रो चाहिँ राम्रो है बहिनी पक्केला फेरि सर्केला छिटा हो भिडियो लामो अन्त यसो हेर्दा खाने प्रेमलाई पिरो भइसक्यो भन्न नसक्यो आधा उ गइसक्यो नसक्यो है बहिनी तिमी पिरो भएर नाच्छ है नाच्दै बहिनी सकिन्छ थप्छ पिरो सकाम हाँसु आइसक्यो त पसिना आँसु आइसक्यो कि प्रेमको के क्या हो त अहिले सब्जी खाँदैन म खाइदिन्छु चम्चा ल्याएर चाहिँ गम गम खाएर चाहिँ म किन आँखा भनिरहेको छु
असली मर्द त यहीँ बसेर रहेछ कि हाफ्रे असली मर्द त यहाँ रहेछ उकालो म त टाउको बोल्नु न आऊ यहाँ थोरै सब्जी दिने मलाई हालेको रहेछ क्या आइसिडीको जस्तै होला हात कि ओइ कस्तो खाने यहाँ थोरै छ वाह 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 तँलाई हाले हात अघि मलाई त्यो चम्चा दियो दुटो भए मेरो अझ रहेछ म पुरै भपा यार थप्ने पनि थप्ने हो पुग्यो कि थप्ने नि यहाँ खप्ने चाहिँ मतलब भिडियोको थप भयो चपस्टिक्स भनिन्छ नि कता हालेर पिरो सबै हालेर Yes. म त भविष्य छैन विवेक दादा हालिदिनु भएको Hah? विवेक दादा हालिदिनु भएको चम्चा Apa tu? ऊ अहिले हाल्न सक्दिनँ आधी आधी हाल्नु त कोक Hah? कोक आधी आधी हाल्नु त हजुरजी यति नै आदि गर्ने यस्तो स्वार्थी साथी छ कि जहाँ पनि यति कोक पनि आदि गर्छ भनेको कि नभए म नखाने भयो भयो पुग्यो ल ल या नाना गइसक्यो पानी बगे भिडियोमा त अब पहिले म मात्रै रहेछ अन्त के हो? 991 त पढ्यो चिसो सकेको पनि मार्यो नि दही ल्याएर चाहिँ एउटा कतिको एउटा जाऊ गुलियो दही दुकुर दही पिरो नभात गरेर जाए हाम्रो इमेज बिग्रिन्छ फेरि हेलो गाई गाइस हो कि गाइस नि हो How will?
1 लिटर कोक त स्वाटै फिल्म बन्दैछ है 2 किलो त धेरै हुन्छ पिरो त छैन पिरो छैन अरे हालु गरे ओट पोलेको के जता के भयो खै बिर्को कहाँ गयो बहिनी छिटो आयो भने त्यहाँ मात्रै नहाल्नु गम्छ ल्याउ त गम्छ होइन गम्छ ल्याउ न चिनी पर्दैन विवेकले जाने बेला भइसक्यो कति बेर लाग्यो एउटा को लाग्दा मलाई थाहा पाइरहेको छु त ग्यास गाउ पेट दुख्यो के रातो वरिसको जान सक्छ दही पातलो बनाउने के यति खाने तिमी जस्तो र पातल दही खाने गरिब ओइ त दही खान जान्न काट्छु नि गरिब खालि पातल दही बाक्लो दही कहिले खायो अब आइ चाहिँ दही खान मुख शीतल हुन्छ बोल्न सकेन पेट दुख्यो क्या अधेर कसले भनेको त पातला पिरो के खान्छु नि यस्तो मेरो हुन्छ अझै मेरो भाग यत्रो है आम्दा अमिलो अब चाउचाउ खान नसक्ने चप्सीले दही खाऊ त्यहाँ खाँदा छिटो सकिन्छ नि तिमीले आइसक्रिम खाएको कि पक्लिन आइसक्रिम मात्रै खान्छ तिमीलाई कम छ आइसक्रिम पक्लिन हाल्यो जहाँ पक्लियो नि त्यही मात्रै खाने कि अन्त छोडेर राख्ने त्यति आइसक्रिम खान जाने जाने 500 खर्च बढी पैसा लाग्छ म सक्छु त खाएर ए पनि चिसो छैन यार आनन्द आउँदैछ त कति पर्छ यसलाई कति किने अरे शीतल हुँदो रहेछ त साथीले दिएको 99 सम्म नि पाइन्छ किन शीतल हुँदो रहेछ है किनी तर छोरी मान्छे उता माथि 5 उसमा अरू छोरी मान्छे हो र म मेरो गर्लफ्रेन्डलाई दिन्छु गर्लफ्रेन्डै छैन तपाईँले एक्टिङ नगर्नु न त्यो एउटा दाइले गरेको जस्तै गरेर साडी किनिदिन्छ मेरो गर्लफ्रेन्ड गरेर बोल्नु नपर्ने हो तर केही पिरो हाल्दैन कि फ्रेन्डले के हालेको यस्तो हुन्छ नि अलिकति करेन्ट बनाइदिए करेन्ट जस्तो हुने ओके है त्यस्तो भोदै भएन है 10 चोटि टाउ बनाउनुको टाउ मिलाइस कराउनु नपाउने चिलाएर गने कि पिरोले गने के त कन खान जाने हो को भन्दा मान्नुहोस् किन पनि 10 चोटि मुख धुन मुख गराउनु जाने पनि
हेर लोभीले पागल खाइसक्यो यसले तपाईँको एउटा मेरो एउटा खाएन खाएर अन्त दिन्छु मैले खाइ भएर गरीब अगर बाबा खाना के पोखिन्छ तिम्रो जस्तोहरू के अरे हिप्पोपोटा मासु जस्तो मुख जयगढा जस्तो मुख गरेर कम्प्लेन गर्नु खान सकेन है एउटा अन्डा पनि सिङ्गे भने त तिम्रो जस्तो जयगढा जस्तो गरेर अड्ने खालको तर दहीले पिरो चट्टै काट्छ कि दही र केराले दही खाने बित्तिकै केही हुन्छ हुँदैन मुखमा पनि लगायो पिरो खायो आउने भन्नु पर्दैन मैले फेरि जुगालाई लाउनु थाल्छु जुगालाई मेरो भात लाग्यो तपाईँको लाग्यो तर शीतल भागे शीतल हुन्छ त आउने मैले मुखमा पिरो भयो नि दाइले मुखमा पिरो भइसकेछ तर यहाँ भागे लाउनु भएन त्यो त चाहिँ मुख गम्ती गरेर खाने खाएन सुङ गरेर बेसमा ताने हेर्दा हुन्छ फेरि ऊ फेरि रोनाल्डोको फ्यान जस्तो सु गर्नु थालिहाल्छ फेरि खाने त्यसरी त हो नि सु होइन कि सुई भन्नु न तपाईँले फुल आउँदैन नि त सु भएन त्यसरी सुलुलुलुलु दही खाएछ त करेन्ट खान्छ नि भएन यस्तो बच्चाहरूसँग करेन्ट खाएपछि नि काहीँ पिरो हुन्छ नि पनि बल्ल गएको हो मेरो रुममा थन्किरहेको हामी पनि चप्सिरहँदा चम्चले खान्छ मैले तिमी त खाएर मैले चाहिँ खाएको चप्सिकले मैले थाला राखेर त खान्थेँ नि अहिले पानी हाल्छु है अन्त म तिमीलाई ठुल्ठुलो तिमीहरूको माथि माथिको अनि मलाई टुक्रिया टुक्रिया परेर तिमीले मान्छे टुक्रिया पऱ्यो अनि कहाँ जाने हो घुम्नु कहाँ जानेहरू कति बजी हो है कति भइसक्यो 8 बजी होला नि के को 8 त बुझ्यो त पानी हाल्नु अलि दिन पनि त्यस्तै भयो बा ए भित्र हाल्यो नि यस्तो भएपछि पछि दही राख्नुपर्छ क्या लास्टमा पानी खाने यस्तो खर्च लाग्छ मलाई कसले खाऊ भन्छ मैले कर गरेँ होइन त्यही भएर पनि थरेर खाइदिनु देख देख गरीब पुअर मेन्टालिटी मुझे मलाई फर्स्ट बक्स गरिरहेको छ भने सर्दिनु दही खाना नि फर्स्ट अन्डा खाना नि फर्स्ट करेन्ट खाना नि फर्स्ट नपत्ता रिकर्ड भिडियो चाहिँ हेरि हुन्छ सबसे धेरै त्यस्तो केटा दाल भेज हेर्नु त हामीले पनि पातलो हेर्छौँ त्यही भएर हामी नबताएको चाहिँ तपाईँ अब भने के मैले बुझेँ बन्द भिडियो